के गरे मेरो काम गरे अनि तिमीलाई भाडा मार्न मन लाग्छ ल मार्छ उनीले अलि भ्याउँदैन नि त बाबु के गरे भन न यता हेरेर दुईटा हातले मार्नु हामी चाहिँ भात मात्रै खान्छ तिमी भाडा माझ है यता हेरेर भाडा मार्न सजिलो हुँदो रहेछ कि गाह्रो हुँदो रहेछ बाबु सजिलो अनि उता मामुको त्यति लुगा पनि धोइदेऊ न हस् मामुको लुगा पनि धोइदेऊ हस् अनि पापाको लुगा पनि धोइदेऊ हुन्छ स्कुल नजाऊ भाडा मात्र माझ ट्र्याक्टर जोत है पढ्न पर्दैन ट्र्याक्टर जोत्ने है अस्ति सुन्ताको छोरीलाई नि होइन स्कुलमा पापा के बन्ने भनेर सोधेर यता हेर्छ न पापा भाडा मार्न सजिलो हुन्छ सुन्ताको छोरीलाई होइन स्कुलमा के बन्ने भनेर सोधेर नि पाइलट भनेर अनि उसको सुन्तालाई फोन गरेर पाइलटको ड्रेस पठाइदिनु भनेको थियो अरे क्या अनि त्यसपछि मैले त हाम्रो फुच्ची ट्र्याक्टर मात्रै जोत्ने भन्छ होइन तेरो फुच्चीलाई त्यसो हनुमान कट्टु र त्यो टी सर्ट मात्रै किन्ने पुग्छ त्यो हाँस्यो तेरो आमालाई खोइ कस्तो मार्दो रहेछ अहिले हेरौँ देखाएर मलाई देखाएर मार्छ ल मार्छ हेलो कति पानी खाद्य पानी मात्रै सोध चलन छ भयो भने मार्न खैको मार्छ सजिलो हुन्छ भाडा मार्न भोलि स्कुल जाने जाने नगयो नि हुन्न भाडा मार्दै बस्यो हुँदैन र स्कुल जान रमाइलो कि भाडा मार्न रमाइलो ल ठिक छ पानी चपाल्नु पर्दैन त्यही माझिरो स्कुलमा नि एउटा भइदिएर